नमस्ते हजुर सबैजनालाई राधे राधे जय श्री कृष्ण। हजुर एकदम सन्चै हुनुहुन्छ होला। र आज चाहिँ म ब्लग लिएर आएको छु है, आज धेरै दिन बाद। र म चाहिँ बाल्टी लगेर जाँदैछु साथीको घर गोबर ल्याउनु। आज चाहिँ घर लिप्नु पऱ्यो भनेर चाहिँ सोचिरहेको थिएँ र आज चाहिँ म जाँदैछु साथीको घर। र हजुरहरू पनि एकदम सन्चै हुनुहुन्छ होला। र म चाहिँ जाँदैछु र साथीको घर पनि आइपुगेँ र साथमा कुकुर पनि आउँदैछ मेरो साथमा र साथी पनि हुँदो रहेछ। नमस्ते राधे राधे। र साथीसँग पनि भेटघाट भयो र दुई भाइ चाहिँ लाग्यौँ है तलतिर गोबर ल्याउनु र हामी जाँदैछौँ तल आरुष भाइको घरमा र भाइको घर पनि आइपुग्यो है। आज चाहिँ मजाले घर लिपिदिने हो भनेर चाहिँ सोचिरहेको थिएँ र हामी चाहिँ आइपुग्यौँ। यहाँनिर मल पनि टिप्दैछौँ, गाईको गोबर, दुईवटा गोरुहरू छ है यहाँनिर। र गोबर टिपिसकेँ र अब चाहिँ हामी चाहिँ लाग्यौँ है आफ्नै बाटो। र आन्टीहरूको घर एकछिन आएँ र आन्टीहरूको घर पनि हेर्नुहोस् है, आन्टी हुनुहुन्छ, हाई भन्नुहुँदैछ, खुसी हुनुहुन्छ आन्टी पनि एकदमै। र आन्टीहरूले यहाँ माछा पाल्नु भएको छ हेर्नुहोस् न। साह्रै ठुल्ठुलो माछा देखिन्छ यहाँनिर। र यहाँ चाहिँ फुल आन्टीले एकदमै मजाले फुलाएर राख्नु भएको छ र फुल हेर्नुहोस् न कति मजाले रोप्नु भएको छ, कति मजाले फुलिरहेको छ। हाम्रो यहाँ अनुजदा हुनुहुन्छ, अनुजदाको चोर बजारमा किनेको नयाँ जुत्ता देखाउनु हुँदैछ। खुसी, एकदमै खुसी हुनुहुन्छ अनुजदा पनि। र हामी फेरि लाग्यौँ है आफ्नै बाटो र हामी चाहिँ जाँदैछौँ। र म चाहिँ आफ्नो घर आइपुगेँ र चाहिँ यहाँनिर अब दोकान पनि गएको थिएँ साथमा। अब लिएर चाहिँ टक्कै घोप्टाइदिएँ है। अब यहाँनिर मोल्ने काम गर्नु है, माटोले, रातो माटो लिएर म चाहिँ यसरी घर लिपिन्छु है। हेर्नुहोस् है, छोरा मान्छे भएर हरेक कुरो गर्नुपर्छ है, सबै कुरो सिकिराख्नुपर्छ तपाईँहरू पनि है, तपाईँहरू पनि गर्नुहुन्छ होला। र म चाहिँ मलिसकेर लिप्नु थालेँ है, यहाँनिर चाहिँ घर लिप्नु थालेँ र किचनको भित्र पनि लिप्नु थालेँ। लिप्दै र मैले चाहिँ किचनभित्रको कामहरू सकिसकेँ, यो लिपिसकेँ। अब बाहिरको रहेको छ, बाहिर पनि लिप्दै जाँदैछु। मलाई त्यस्तो खास त लिप्नु आउँदैन र पनि यसो हल्का अब लिप्यो भनेर चाहिँ देखाउनु जस्तै, त्यस्तो अब छोरी मान्छे जस्तो है, तपाईँ छोरी मान्छे जस्तो त लिप्नु आउँदैन मलाई पनि त्यस्तो खास। हल्का घर लिपिस भनेको पारा जस्तो। घर लिपेको, गाईको गोबरले लिपेको साह्रै सुन्दर देखिन्छ हौ। बिहान गाईको गोबरले धेरै सुन्दर घर देखिन्छ, साह्रै सुन्दर देखिन्छ। र फाइनली मैले चाहिँ होइन लिपिसकेँ है। र कस्तो लाग्यो तपाईँलाई हेर्नुहोस् है, राम्रै लाग्यो होला तपाईँहरूलाई पनि सायद। र तपाईँहरूलाई मन पर्यो भने लाइक सेयर गरिदिनुहोस् होला, सब्सक्राइब पनि गरिदिनुहोस् होला। र फुल हेर्नुहोस् है, साह्रै मजाले फुलिरहेको छ। र राधे राधे जय श्री कृष्ण।